एका देशमा एकजना एकदमै लोभी मान्छे रहेछ रे हैन। अनि त्यो चाहिँ एकदमै लोभी हैन, लोभी भएपछि चाहिँ उसको गाउँभरि एकदम सबभन्दा लोभी मान्छे भनेर चिनिदो रहेछ। त्यसपछि त्यहाँ चाहिँ अचानक एक दिन के भएछ भन्दा अर्को गाउँबाट बसेर एउटा झन् लोभी मान्छे आएछ कि त्यो भन्दा नि। अनि त्यसलाई त एकदम रिस उठेछ। अनि त्यस त्यहाँ चाहिँ को आएछ म भन्दा पनि लोभी भनेर चाहिँ उ चाहिँ त्यो लोभी मान्छेलाई भेट्नको लागि जाने भनेर रेडी भएछ। अनि उसले चाहिँ के भेट्न त यतिकै जानु भएन। अनि उसले चाहिँ के गर्छ एउटा पेपर च्यातेर पेपरमा चाहिँ 2 किलो स्याउ 1 दर्जन केरा भनेर लेखेर अनि खल्टीमा हालेर लिएर गएछ। अनि लिएर गएर अनि पुगेछ उसको घर पुग्दाखेरि चाहिँ उसको छोरा मात्र रहेछ के त्यहाँ। अनि बाबा खै भनेको बाबा बाहिर जानु भयो भनेछ। एकछिन त्यही बसेछ हैन। त्यसपछि त्यहाँ ल्याएको कोसेल त फिर्ता गर्नु भएन। ल बाबु मैले चाहिँ तिमीलाई अब खाली हात आउनु भएन, त्यही भएर चाहिँ यो 2 किलो स्याउ र 1 दर्जन केरा ल्याइदिएछु लग भनेर कागज दिएछ हैन। अनि त्यो केटाले पनि लिगेछ। अनि लिगिसकेपछि त्यहाँ चाहिँ अब एकछिनसम्म कुरेछ अनि आएनछ। अनि त्यसपछि अनि त्यो लोभी मान्छे आउँदै आएनछ। अनि नआएपछि के भन्छ अब फर्किन लागेको छ। फर्किन लाग्दाखेरि चाहिँ अनि त्यो केटाले रोकेछ कि अङ्कल रोक्नुहोस् भनेछ अरे हैन। अनि त्यहाँ चाहिँ अनि भनेछ अरे किन र बाबु भनेको हजुरले यत्रो हामीलाई 2 किलो स्याउ 1 दर्जन केरा ल्याइदिनु भयो, अब हजुरलाई नि खाली हात पठाउनु त भएन भनेर उसले के गरेछ त भन्दाखेरि हाम्रो घर अरू केही पनि छैन, आँप छ आँप लानु न भनेर चाहिँ उसले के गर्छ हातले देखाएर यसरी ल यो आँप लानुहोस् भनेर चाहिँ ल 1 किलो आँप लानुहोस् भनेर दिएछ। त्यहाँबाट चाहिँ त्यो लोभी मान्छे त छक्क परेछ कि ल छोरा त यस्तो लोभी रहेछ भने चाहिँ बाउ त कति लोभी होला भनेर ऊ चाहिँ एकदम दङ्ग परेर फर्केछ कि। अनि साँझपख चाहिँ त्यो लोभी मान्छे फर्केछ फर्केपछि चाहिँ अनि त्यसपछि छोराले भनेछ अरे कि एउटा अङ्कल आउनुभएको थियो अनि हामीलाई 2 किलो स्याउ र 1 दर्जन केरा ल्याइदिनु भएको थियो अनि मैले नि 1 किलो आँप दिएँ भनेछ अरे हैन। त्यसपछि त्यहाँ चाहिँ अनि कस्तो आँप दिइस् भनेको यस्तो आँप दिए बाबा भनेछ अरे हैन। त्यस्तो अनि त्यो लोभी मान्छेले त त्यो छोरालाई त पिटेछ क्या जोडले, एक झापड हान्छ गालामा हैन। अनि त्यसपछि बाबा किन झापड हान्नु भएको भनेको तँलाई बदमास मेरो इज्जत माटोमा मिलाइस्, म यस्तो लोभी मान्छे यत्रो आँप दिएर हुन्छ, यत्रो दिनुपर्छ नि आँप, त्यत्रो ठुलो आँप दिएर बेकारमा भनेछ अरे के।